हेलो नमस्कार सबैजनालाई तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। यो मेरो पहिलो नर्थला पार्क रन को चाहिँ एउटा च्यारिटी रन हो। यो भन्दा अगाडि पनि मैले धेरै रनहरु गरिसकेको छु, तर च्यारिटी ग्रुपमा रन गरेको यो फर्स्ट टाइम हो। सो एकदमै म एक्साइटेड भइरहेको छु, रमाइलो पनि लागिरहेछ। यहाँ धेरै मान्छेहरु जोस जाँगरको साथ तपाईहरु देख्न सक्नुहुन्छ कुदिरहेको छ। यो कुद्ने क्रममा चाहिँ आज मैले फर्स्ट टाइम भएको कारणले गर्दाखेरि आफ्नो कुदेको टाइमिङ भन्दा पनि रनिङको चाहिँ अब चाहिँ फिनिश गर्ने टाइमिङ भन्दा पनि एउटा भिडियो बनाएर चाहिँ रेकर्ड गर्ने एउटा उद्देश्य लागेको थिए, तर अनफर्चुनेटली एउटा कामले गर्दाखेरि रनिङको सही टाइममा आउन सकेन। आउँदाखेरि रनिङ स्टार्ट भइसकेको थियो। अन स्क्रिनमा चाहिँ यहाँहरुलाई चाहिँ वेलकम गर्न पाएन। सो यस भिडियो भोइस रेकर्ड मार्फत मैले गरिरहेको छु। यस यो रन चाहिँ धेरै पुरानो इभेन्ट छ। सो यसमा चाहिँ धेरै मान्छेहरु चाहिँ कुद्ने गर्छ हप्तामा हरेक शनिबार। यसरी चाहिँ एउटा एडल्टहरु चाहिँ हरेक शनिबार हुन्छ एडल्टहरुको रन चाहिँ, अनि हरेक सन्डे चाहिँ बच्चाहरुको लागि किड्सहरुको जुनियरहरुको लागि चाहिँ रनिङ कम्पिटिसन हुन्छ। र एउटा धेरै राम्रो प्लेटफर्म रहेछ। यो हाम्रो घरकै नजिक हो, तर मैले यो रन देखेको थिएँ, यसमा भाग लिन्छु भन्दा पनि त्यति भएको थियो। र आजदेखि मेरो स्टार्ट भएको छ। अब म हरेक शनिबार फ्री भएको बेला चाहिँ यसरी नै कुद्ने छु। र आज चाहिँ यो रनिङ गर्दाखेरि यो रनिङ चाहिँ भइसकेपछि मैले भोइस रेकर्ड गरेको कारणले गर्दाखेरि यो मेरो फर्स्ट रन हो। यसमा चाहिँ म करिब 275 मा चाहिँ 69 पोजिसन लिएर 26.20 मिनेटमा कम्प्लिट गरेको छु। तर यहाँ म अलिकति के डाउट भएको छ भन्दाखेरि मैले फिनिश गरिसकेपछि मैले तुरुन्त त्यो आफ्नो बारकोड स्क्यान गर्नुपर्ने ठाउँमा पर्नेमा स्क्यान नगरेर केही साथीहरुसँग चाहिँ केही मिनेट गफ गरेर भुलेको छु। र त्यसपछि लास्टमा मात्र मैले चाहिँ बारकोड स्क्यान गरेको छु। सो त्यसले गर्दाखेरि र प्लस क्यामेरा पक्रेर हिँडेको कारणले गर्दाखेरि त्यति भने जस्तो स्पिड चाहिँ मेन्टेन भएको छैन। तर पनि यहाँ मैले चाहिँ थुप्रो मान्छेहरुलाई चाहिँ उछिनिराखेको तपाईले देख्न सक्नुहुन्छ। एक्सक्युज मी। यसरी तपाई हेर्नुस् जोस जाँगरको साथ यो रुद्र लिम्बु चाहिँ कुदिरहेको छ है। थुप्रो मान्छेहरुले उछिनिराखेको छ। देश राम्रै छ, प्रगति यताउति। अब यो भन्दा अलिक माथि नै जाने सोच छ। हेरौं अब गर्दै जाँदाखेरि कहाँसम्म पुग्न सकिन्छ। सो अहिले जे होस् घरि क्यामेरा अगाडि घरि क्यामेरा पछाडि गर्दै यस कुदिरहेको छ। यो दिन चाहिँ अलिकति जस अघिल्लो दिन पानी पनि परेको थियो र हुसी पनि लागेको कारणले गर्दा निकै चिसो छ। त्यो मान्छेहरु एकदम डराइ कुदिरहेछ, कतै लडिन्छ कि भनेर। लड्यो भने त फेरि सबै हिलाम्मे हुन्छ है। त्यो हिलोमा एकदमै होशियार गरेर कुद्नु पर्ने हुन्छ। अब यो खासमा खास भन्ने हो भने यहाँ चाहिँ अब धेरै नै खतरा कुद्ने मान्छेहरु छन्। अब यो रनमा चाहिँ सबैभन्दा फर्स्ट ल्याउने एकजना इङ्ग्लिस म्यान हुनुहुन्छ, के म्याकडोनल्ड्स हो नाम पनि। उहाँले चाहिँ 17.51 मा चाहिँ कम्प्लिट गर्नुभएको थियो। त्यस्तै गरी थुप्रो जना नेपाली
दाजुभाइहरू दिदीबहिनीहरू पनि कुद्नु हुँदो रहेछ धेरै खुसीको कुरा हो नेपाली दाजुभाइ दिदीबहिनीहरूमा मध्येमा चाहिँ म चाहिँ यसपाल चाहिँ 9 स्थानमा मात्र आउन सफल भएको छु यस फर्स्ट राउन्डमा चाहिँ 9 स्थानमा म आएको छु र यो एउटा खुसीको कुरा पनि हो अब नेक्स्ट टाइम रन गर्दाखेरि चाहिँ चौथो पाँचौँमा नेपालीमा आउने र यो भन्दा जस्तो 30-40 टोटल पोजिसनमा आउने मेरो विचार छ कम्ती 24-25 मिनेटमा चाहिँ कम्प्लिट गर्ने मेरो विचार थियो र तपाईं देख्नुहुन्छ म कुदिरहेको छु र अब म यसै सन्दर्भमा मैले यो भिडियो रेकर्ड गर्दासम्ममा र यो भोइस रेकर्ड गर्दासम्ममा सेकेन्ड टाइमको रन पनि कम्प्लिट गरेको छु 8 मार्च 2025 मा सेकेन्ड नर्थोला पार्क फिल्ड रन भएको थियो र त्यसमा मैले यो आफूले सोचेको भन्दा पनि धेरै राम्रो समयमा चाहिँ कम्प्लिट गरेकोमा म आफैले धेरै खुसी लागेको छ लास्ट पटकमा 69 पोजिसन 26.20 मा कम्प्लिट गरेको यो सेकेन्ड चोटीमा चाहिँ मैले 27 पोजिसन आउट अफ 310 मा चाहिँ 27 पोजिसनमा आउन सफल भएँ र 22.07 मा चाहिँ कम्प्लिट गरे यो चाहिँ राम्रो हो अझै यो भन्दा पनि धेरै राम्रो गर्ने यो प्रयास जारी नै छ 27 पोजिसनमा आउँदाखेरि हाम्रो नेपाली वर्गहरू नेपाली दाजुभाइहरू पनि दिदीबहिनीहरू पनि कुद्नु भएको थियो लगभग 25-30 जनाको हाराहारीमा हुनुहुन्थ्यो होला लगभग त्यतिमा हाम्रो धरानको सन्तोष राई हुनुहुन्छ उहाँ धेरै राम्रो रनर र उहाँ एउटा आयोजकको रूपमा पनि हुनुहुन्छ उहाँ चाहिँ 2 चोटिसम्म प्रथम हुनुभएको थियो योभन्दा अगाडिको प्रोग्रामहरूमा र केही प्रोग्रामहरूमा दोस्रो तेस्रो पनि गर्नुभएको थियो र उहाँ चाहिँ 13औं स्थानमा आउनुभएको थियो यस पटकको गत आज भएको इभेन्टमा चाहिँ र उहाँ चाहिँ नेपालीमा फर्स्ट हुनुहुन्थ्यो र दोस्रोमा हेर्दाखेरि चाहिँ उहाँ पछि एकैचोटि 27 मा मेरो नेपालीमा मेरो नाम थियो सो म चाहिँ दोस्रो भएछु र सन्तोष राईले चाहिँ 19 पोइन्ट कतिमा कम्प्लिट गर्नुभएको थिएन मैले 22.07 मा कम्प्लिट गरेको थिएँ सो त्यसको पछाडि कोही पनि नेपाली नभएको कारणले गर्दाखेरि उहाँको पछाडि म नै सेकेन्डमा पहुँन सफल भएँ यसपालिमा राम्रै हो अब यहाँ हेर्नुहोस् यहाँ यसरी अहिले म यहाँ यो भिडियोको एक्सप्लेन गरिरहेको छु यसरी मैले थुप्रै मान्छेहरूलाई फर्स्ट राउन्डमा पनि जितेर गएको थिएँ सेकेन्ड राउन्डमा त झनै थुप्रै मान्छेलाई जित्न सफल भयो त्यो धेरै खुसीको कुरा हो गएर देख्नुहुन्छ यो क्यामेरा चाहिँ एकदम कुदेर खिचिरहेको कारण धेरै हल्लिरहेछ यहाँ थुप्रो मान्छेले पछाडि पारेर रुद्र लिम्बू यहाँ सारा फ्याँफे गर्दै अगाडि बढिरहेको छ तपाईँ भिडियोमा देख्नुहुन्छ माफ गर्नु होला क्यामेरा अलिक हल्लिएको छ कुद्दै खिचेको कारणले गर्दाखेरि अब अरू पटक खिच्दा चाहिँ गिम्बलको प्रयोग गरेर अलिकति हल्लिने पाराले गर्नु पर्ला तर रनिङकै मात्र भिडियो कति बनाउनु तर यसरी च्यारिटी रनमा राम्रै हुनुपर्छ अन्तखेरि थुप्रो मान्छेहरू हुन्छ है गलेको पनि त्यति थाहा हुँदैन त्यो यसरी चाहिँ अब कुद्ने काममा चाहिँ हामीले जारी राख्नुपर्छ यस्तो खालको प्रोग्रामहरूमा सबैले सहभागी हुनुपर्छ तपाईहरु सबै सहभागी हुन सक्नुहुन्छ र आफूले स्वस्थ तन्दुरुस्त र हेल्दी राख्न सक्नुहुन्छ यसरी म कुद्ने क्रममा चाहिँ यस पटकको कुदाइमा चाहिँ मेरो नर्मल कुदाइ थियो किनभने त्यति साह्रो धेरै कुद्न सकेको थिएन किनभने क्यामेरा हातमा भएको कारणले गर्दाखेरि आफैले भिडियो खिच्दै कुद्दाखेरि
अब अलिक फरक टाइमिङमा पार्दो रहेछ किनभने लगभग 2-3 मिनेटै फरक पर्दो रहेछ कम्प्लिट गर्दासम्म यो चाहिँ अब 5K रनमा हो अब हाफ म्याराथन गर्दाखेरि झन् धेरै नै फरक पर्ला 10K गर्दाखेरि हाफ म्याराथनमा त झन् धेरै फरक भयो तर यो तपाईको चाहिँ यो 5K मा पनि 2-3 मिनेटको टाइम फरक पर्दछ भन्ने कुरा चाहिँ आज रनिङ कम्प्लिट गरेकोमा थाहा भयो अब यहाँ हेर्नुस् त्यहाँ दिदी हो कि बहिनीले हाई भन्दैछ मैले त्यतिखेर देख्न सकिनँ यहीँबाट म हाई भनिदिन्छु यो यस अगाडि यसरी चाहिँ उहाँहरू धेरै अगाडि आइसक्नुभएको थियो तर म उहाँहरूलाई उछिने होइन यसरी चाहिँ अब के हुन्छ भन्दाखेरि पर एउटा मान्छे आउँदैछ त्यो हुडी लाउने चस्मा लाउने एउटा मान्छेले मात्र मलाई त्यो पछाडिको मान्छेले जितेर जान्छ उहाँ हो जित्ने मान्छे अहिले बिस्तार कुदिरहेछ त्यो पछाडि आउने मान्छे त्यो मान्छे चाहिँ तर सक्ने बेलामा चाहिँ तुफान कुदेर चाहिँ मलाई उछिनेर जान्छ ऊ त्यो मान्छेले हतार कुदेर चाहिँ मलाई उछिनेर जान्छ अहिलेसम्म त ऊ पछि नै छ तर उसको फास्ट रन चाहिँ धेरै राम्रो छ फास्ट रन भनेर छिट्टो रनिङ गर्न सक्ने जस्तो कि 50 मिटर 100 मिटरमा कसैको क्षमता चाहिँ फास्ट रनमा हुन्छ 100 मिटर 50 मिटरमा एकदम छिटो कुदेर अरूलाई जित्न सक्छन् तर त्यो फास्ट रन गर्ने मान्छेले लङ रन चाहिँ फेरि लङ रन पनि सक्छ नै भन्ने ग्यारेन्टी चाहिँ हुँदैन सक्नु त सक्छ तर त्यो चाहिँ धेरै डिफ्रेन्ट हुन्छ त्यो फास्ट रन र लङ रनमा सो फास्ट रनमा त्यसरी चाहिँ देखिन फास्ट कुद्यो भने फेरि गलेर बिचैमा हैरान हुन्छ र उनीहरूको स्पिड फेरि कम्ती हुँदै जान्छ सो फास्ट रनरहरूले लङ रन गर्दाखेरि जित्छ भन्ने ग्यारेन्टी अथवा चाहिँ त्यसरी चाहिँ होइन सबैले जित्छ भन्न सकिने चाहिँ हुँदैन किनभने त्यो कुद्दै जाँदाखेरि धेरै कुरामा चाहिँ त्यहाँ मुभमेन्टहरू आउँछ सो अब यहाँ तपाईँहरू देख्नुहुन्छ त्यहाँ हाम्रो चाहिँ के अरे भोलिन्टियरहरू साइडमा उभिएका हुन्छन् धेरै राम्रो काम गरेका हुन्छन् भोलिन्टियरहरूले उहाँहरूले तपाईँहरूलाई हौसला दिने वेल डन राम्रो गर्नुभयो कमन वेल डन भन्दै बसिरहेका हुन्छ सो धेरै राम्रो हुन्छ जसले गर्दाखेरि हामीले चाहिँ गलेको पनि त्यति महसुस हुँदैन एनर्जेटिक हुन्छ अझै एनर्जी आएको जस्तो हुन्छ सो भोलिन्टियरहरूको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ त्यो मान्छेले पछाडि खेदिरहेछ है मान्छेले लास्टमा जित्छ अहिले चाहिँ अलि खासै जितेको छैन ठिक कुदिरहेछ सो यसरी खतरा कुदिरहेछ जस सक्दो रुद्र लिम्बू हाँस्दै पनि छ बिचमा है त्यही छ फेरि पनि तपाईहरुले म यो युट्युब च्यानलमा स्वागत गर्छु यदि तपाईहरुले मेरो यस च्यानललाई पहिलो पटक हेर्दै हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्नु होला लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला नसक्छ भने अब यहाँ मैले थोरै मान्छेहरुलाई चाहिँ पछि पारिहाल्यो अहिले पनि यहाँ अगाडि जाँदैछ त्यहाँ दुई जना मान्छे जाँदैछन् है तिनीहरुलाई पनि बिस्तारै ओभरटेक हान्दिनु पर्छ यसरी त्यो छोरी मान्छे निकै खतरा तरिकाले कुद्दै रहेछ यस छोरी मान्छेहरु पनि धेरै कुद्छन् तर प्राय छोरा मान्छेको दाँजो छोरी मान्छे अलिक कम्ती नै हुन्छ यो नर्थला पार्क फिल्ड रनमा चाहिँ त्यति साह्रो छोरी मान्छेको चाहिँ ग्रेड फर्स्ट सेकेन्ड भएको चाहिँ देखेको छैन पाँचौं छैटौं सातौं चाहिँ भएको रहेछन्
लास्ट पटक आउँदाखेरि यस पटक यो सेकेन्ड राउन्डमा चाहिँ मलाई मभन्दा एकजना छोरी मान्छे जित्यो। त्यो छोरी मान्छे तर जुनियर रहेछ बिचरा 15 वर्ष कि कति वर्षको छ। उसको एजको चाहिँ फेरि फर्स्ट भएको छ कति यसमा पनि फर्स्ट भएको छ। योभन्दा अगाडि थुप्रै 2-3वटा कार्यक्रममा पनि फर्स्ट भएको छ। धेरै छिटो कुद्ने रहेछ त्यो सानो नानी। एउटा ब्रिटिस नानी ब्रिटिस हो कि युरोपियन थियो त्यही 14-15 वर्षको थियो होला। उसले चाहिँ मभन्दा 21 स्टेप अगाडि थियो। 26 मा थियो म 27 ऊ 26 मा म 27 मा थिएँ। अब एकजना हाम्रो दाइ कुद्दै हुनुहुन्छ उहाँ नेपालीमा हुनुहुन्छ है। उहाँसँग चाहिँ निकै खतरा कुद्नु रहेछ। तर उहाँलाई मैले भेटेँ। उहाँ धेरै अगाडि कुदिराख्नु भएको छ तर पनि उहाँलाई भेटेँ भनेपछि मेरो पेस उहाँको भन्दा अलिकति कम्ती छ जस्तो छ। किनभने उहाँलाई मैले भेटेँ भनेपछि कम्ती नै हुनुपर्छ। अनि नाम सोद्धा चाहिँ उहाँले अब के अरे हले दाइ भन्नुभयो। पछाडिबाट हेर्दा चाहिँ अब एकदमै युवा जस्तै लाग्थ्यो। तर पछि अगाडि हेर्दा चाहिँ अलिकति उमेर चाहिँ अलिकति थाकै हुनुहुँदो रहेछ। लगभग 60को आधारमा हुनुहुन्छ होला। तर यतिको उमेरमा पनि उहाँ खत्रै कुद्नु रहेछ। यस अनि थुप्रै रनहरू भइसक्नु भएको छ। त्यो चाहिँ एउटा सधैँ प्र्याक्टिस गरिराख्ने एक्सर्साइज गरिराख्ने मान्छेहरू चाहिँ यसरी उमेर चढ्दै गएपछि पनि उहाँहरू चाहिँ एकदम स्वस्थ तन्दुरुस्त देखिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण यी हाम्रो खरे दाइबाट चाहिँ दिन सकिन्छ। किनभने उहाँको शरीर हेर्नुहोस् त्यो सेट केही पनि छैन। यतिको उमेर पनि अब निकै नै राम्रो पेस बनाएर कुदिराख्नु थियो। यसरी अब गफागफ हुँदै कुदिराखिएको छ है। यो चाहिँ मेरो लास्ट विकको फर्स्ट मार्चको चाहिँ भिडियो हो। आज चाहिँ 8 मार्चमा चाहिँ मैले यो भोइस रेकर्ड गरेर चाहिँ अपडेट गरिरहेको छु। आजको कुरा गर्ने भने चाहिँ मेरो भिडियो रेकर्ड आज मैले भोइस रेकर्ड गरिनँ। किनभने अब आज म चाहिँ स्पेसली फोकस रनिङमा दिएको थिएँ। त्यसले गर्दा चाहिँ भोइस भिडियो रेकर्ड गरिएन। जस्ट एउटा रिजल्ट मात्र भने मैले। रिजल्ट चाहिँ अब धेरै राम्रो भएको छ। यहाँ पर एउटा बोकी लिएर पनि कुद्दै हुनुहुन्छ भनेपछि एक्सर्साइज लागि मान्छेलाई चाहिँ केहीले पनि नछेक्दो रहेछ भनेको यहीँबाट प्रष्ट हुन्छ। र धेरै यो बहिनीको उसबाट चाहिँ हामीले चाहिँ धेरै कुरा सिक्नुपर्ने हुन्छ। किनभने हामी बहाना बनाउनमा धेरै सिपालु हुन्छौँ। यो भएन त्यो भएन भन्छ। र चाह्यो भने के नहुँदो रहेछ त बग्गी नै लिएर कुदिरहेको छ हेर्नुहोस् त। यत्तिको एनर्जेटिक भयो भने त भइगयो। मुसुम हाँस्दैछ। यस रुद्र लिम्बू हाँस्दै कुदिरहेछ। घले दाइले बिस्तारै पछाडि पार्नु खोज्दैछ। पछाडि परिसक्नु भएको छ उहाँ। अब रुद्र लिम्बू अलिक अगाडि जानुपर्ने अवस्था छ। अलिकति राम्रो पोजिसन बनाऊ भन्ने जोगोले पनि हुन्छ। अब यो कुदिरहेकोखेरि चाहिँ मान्छेले चाहिँ जितेर गयो त आफूलाई धेरै खुसी लाग्छ। कसैले आफूले जित्यो भने चाहिँ फेरि कस्तो लाग्ने क्या। ल अब घले दाइ पछाडि आउँदै हुनुहुन्छ। ल घले दाइ बाई बाई घले दाइ बिस्तारै आउँदै होला। म चाहिँ अगाडि भएँ। म चाहिँ जाँदैछु। यसरी चाहिँ पुरा भिडियो बनाउँदै रुद्र लिम्बू चाहिँ अगाडि बढिरहेछ। रुद्र लिम्बू हुनाले म अगाडि बढिरहेको छु है। अब यो चाहिँ एक चक्कर लगाएर फर्किँदै गरेको अवस्था छ। त्यो बेलामा फेरि अब मान्छेहरू अलिक पातलो अगाडि बहिनी कुदिरहेको छ। यिनलाई पनि जितिदिउँ ल बाई बाई बहिनी। अगाडि 1-2जना दाजुले कुद्दैछ। उहाँहरूले पनि अब फेरि अगाडि आइसक्नु भएको रहेछ। तर ठिकै छ। फेरि अब उहाँहरूले पनि अलिकति उयो गरेर ल अब उहाँहरूलाई पनि अब पछाडि पार्नुपर्छ जस्तो छ। अब यसरी चाहिँ अब
बढिँदैछ जाडो जाडो छ चिसो चिसो भइरहेको थियो है यो चाहिँ अब लास्ट विकको मैले एक्सप्लेन गरिरहेको छु भिडियो पनि लास्ट विकै छ आजको भिडियो छैन भनेर मैले भनिसकेको छु है आजको चाहिँ निकै घाम लागेको थियो रमाइलो थियो आजको चाहिँ यहाँनिर चाहिँ अब बहिनीहरू निकै अगाडि दिदी हो कि बहिनी हो अगाडि पुगिसक्नु भएको छ ल एकजना त त्यहाँ त रेस त्यो मान्छे त त्यहाँ पुगिसकेको छ रेस पो गर्दैछ कतिखेर जितेछ थाहा भएन हो नि पछाडि जाँदैछन् दुईजना अब तिनले पनि जित्नु भएको छ मान्छेलाई अब जितिसकेपछि अब ल एकजना बहिनी लामो लामो खुट्टा युरोपियन बहिनी होला लामो लामो खुट्टा पर कुद्ने कोसिस गरिरहेछन् ती बहिनीले पनि अब यहीँबाट चाहिँ ओभरटेक गरेर ल बाई बाई बहिनी तिमी बिस्तारै आउँदै गर चाहिँ अगाडि बढेँ हिलोमा चाहिँ चिप्लेर नलड्नु भन्दै म अगाडि गएँ हिलोमा चाहिँ म आफै पनि होसियार हुनु पऱ्यो किनभने चिप्लेर लड्यो भने त पुरा बाँदर मुखे भइन्छ नि त फेरि कस्तो खतरा हुन्छ ल अब फेरि अगाडि रहेछ मान्छेहरू तिनीहरूलाई त भेट्न सकिँदैन होला स्पिड मेन्टेन राम्रै गरेर कुदिरहेछन् सक्दैन रुद्रले भेट्न अब पुरा हल्लिरहेछ पृथ्वी हल्लेको जस्तै गरी क्यामेरा हल्लेर धरती नै हल्लिरहेको जस्तो देखिन्छ र धरती हल्लेको चाहिँ होइन क्यामेरा चाहिँ हल्लेको हो क्या आउँदैछन् पछाडि पछाडि त्यो बहिनीहरू त्यहाँबाट एउटा मान्छे यस्तो तुफान तरिकाले आउँछ र जितेर जान्छ मलाई नै जित्नको लागि चाहिँ के त्यस्तो साह्रो तुफान कुदेको होला कि अगाडि नै कुदेर चाहिँ हाम्रो पोजिसन ल्याउँ 69 भएपछि त्यो मान्छे चाहिँ 68 भयो होला सायद क्या 69 म 69 म भएँ 70 त्यो परको बहिनी रुद्र पुरा स्यास्या गरिरहेछ स्यास्या त हुन्छ कस्तो हाँस उठ्दो रहेछ स्यास्या भएको आफैले हाँस उठ्दो क्या अब त्यहाँबाट जित्छ खतरा मान्छेले स्यास्या गरेर कुदिरहेछ कसैले नभेटोस् र स्यास्या त सबैको हुन्छ है हुन चाहिँ यस्तो कुद्दाखेरि क्यामेरा एकदम नजिकबाट भयो फेरि जान्साहरू चाहिँ अचम्मको देख्यो आउँदैछ त्यो मान्छे यहाँ लगभग सकिन आँटेको छ त्यहाँ भएर चाहिँ तुफान तरिकाले कुदेर जित्छ क्या त्यति त्यो समयमा आजको रनमा चाहिँ यो मान्छे देखिनँ मैले छुट्टी थिएन यो त्यो मान्छेले आउने चान्स पाएन होला सायद आज आएको त म त्यसलाई जितिहाल्ने थिएँ आज आएन कुदै 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 अगाडि पुगिसक्यो सक्यो फिनिस हान्दियो त्यसले फिनिसै हानेर लाएर कस्तो तरिकाले हुँदैछ अब सक्नु आँट्यो फिनिस भयो डल्लै फिनिस गर्यो 5K कम्प्लिट भयो यसरी चाहिँ सफलतापूर्वक चाहिँ कम्प्लिट गरियो त्यो हप्ताको दिन आज पनि यसरी नै कम्प्लिट गरेको थियो उहाँहरूले यहाँनिर ताली बजाएर स्वागत गरिरहेका छन् वेल डन भनिरहेछन् थ्याङ्क यू भने मैले पछि एकछिन गफसप भयो के छ कसो छ भनेर यता लागेर अब रुद्र लिम्बुले आफ्नो त्यो बारकोड स्क्यान गर्नु छोडेर गफ आएको थाल्यो यता कोही साथीहरूसँग बारकोड स्क्यान गरेको छैन मभन्दा पछाडि आउनेहरूले स्क्यान गरिसक्यो गरिरहेका छन् मभन्दा पछाडि आउनेहरूले म चाहिँ रुद्र लिम्बु चाहिँ कहाँदेखि चाहिँ ठुलो पुरै म्याराथन कम्प्लिट गरेको जस्तो गरेर छन् गफ दिँदैछ क्या साथीहरूसँग कतिमा कम्प्लिट गर्यो कति पोजिसनमा आयो के भयो कस्तो भयो कुदायो भनेर पुरा गफ दिइरहेछ क्या यस्तो गरिरहेको छ क्या आफूले स्क्यान गर्न छोडेर उता बारकोड चाहिँ दुनियाँले स्क्यान गरिसक्यो त्यो त हुन्छ त्यसैले अलिकति ढिलो भएको कि भन्ने पनि छ 26.20 भनेको आजको चाहिँ 22.7 मैले कम्प्लिट गरेँ 27 पोइन्टमा आएको थियो आज चाहिँ अनि त्यो दिनभन्दा आजको 4 मिनटको फरक छ
अनि त्यो दिनको चाहिँ यसरी गफ हाँकेर पनि होला सायद हुँदैछ गफ पुरै ल मेरो भिडियो यताउति पुरा भनेर चाहिँ पुरा भोट मागेको छ भोट मागे रुद्र लिम्बूले ल पसिना पनि पुस्दैछ फेरि गर्छ अझैसम्म उसले स्क्यान गरेको छैन ल हेर यस्तो खालको ल अब हजुरहरू आजलाई यतिमा बाई भन्न चाहन्छु सब्सक्राइब गर्नु होला बाई